आज चाहिँ म ड्युटीबाट आएँ, घर आएँ। आएपछि मैले बाबुलाई यस्तो अवस्थामा देखेँ, उसलाई चाहिँ ज्वरो आएको रहेछ। मम्मीले भन्नुभयो, मलाई चाहिँ डह्रो टेन्सन लाग्छ कि बच्चा बिरामीमा। म हतार हतार कुदेर औषधि लिन गइहालेँ। मलाई चाहिँ मेरो बच्चा चाहिँ एकदम माया लाग्छ क्या, एकदम माया लाग्छ। अनि मेरो बच्चा अलिकति बिरामी भयो भने ला के हुने हो भनेर आमाको मन त हो होइन। एकदम दगरेर म चाहिँ अब हस्पिटल गएँ। अनि म चाहिँ हस्पिटलभन्दा एउटा मेडिकल छ क्या मैले चिनेको, त्यो त्यहाँ चाहिँ म सधैँ औषधि लिन जाएँ। त्यो पञ्चकोशी मेडिकल हलमा जान्छु सधैँ। अब औषधि लिएर आएँ म। अनि त्यसपछि म गोर्खा डिपार्टमेन्टतिर लगेँ। त्यहाँनिर चाहिँ अर्ग्यानिक खानेकुराहरू पाइन्छ अरे बच्चाको लागि भनेर। अनि म चाहिँ गोर्खा डिपार्टमेन्टतिर लागेँ। त्यही बिल्डिङ हो क्या गोर्खा डिपार्टमेन्ट भनेको चाहिँ, यही बिल्डिङ हो। अनि आफ्नो बच्चाले राम्रो खाओस्, राम्रो अर्ग्यानिक खाओस् भनेर म चाहिँ त्यहाँ गएँ। किनभने हेल्दी खायो भने पछि पनि स्वास्थ्य हुन्छ नि त। बच्चामा हेल्दी खुवायो भने पछि ठुलो गएर अब अर्ग्यानिक खानेकुरा पाउँछ भनेको त केही नपाउने रहेछ, त्यही लिटो मात्रै पो पाउने रहेछ। जस्तो यहाँ खोजेँ मैले केही अर्ग्यानिक पाइन्छ कि भनेर। अर्ग्यानिक त पाएँ, तर बच्चाको आइटमहरू चाहिँ केही पनि रहेनछ क्या, मात्रै लिटो रहेछ। अनि म फर्किया होस् है भनेर हतार पनि गर्नु पर्यो। आखिर बच्चा होइन बिरामी छ, अनि हतार पनि गर्नु पर्यो। मैले चाहिँ अनि चक्लेट किन्ने डिसिजन गरेँ। चक्लेट डेरी मिल्क किनिदिएँ उसलाई, अलिक खुसी हुन्छ कि भनेर। अनि म चाहिँ फर्केँ। गाइज, आफ्नो बच्चाको कति धेरै तनाव हुने, अलिकति बिरामीमा पनि टेन्सन हुने, यस्तै रहेछ आमा।